नमस्कार साथीहरू, म विज्ञानको शिक्षक नभए पनि म गणितको शिक्षक भए पनि प्रविधिसँग खेल्ने क्रममा मैले विज्ञानको कक्षा 8 मा र केही थोरै भाग चाहिँ कक्षा 9 मा काम लाग्ने एउटा सिमुलेसन बनाएको छु। यसमा हेरेर केही सुझावहरू दिनुहुन्छ भन्ने आशा लिएको छु। मैले कोषको परिचय भनेर राखेको छु। यहाँनिर परिचयमा सजीवहरूको शरीर साना साना जीव कोषहरू मिलेर बनेको हुन्छ। जसरी इँटा जोडेर एउटा ठुलो घर बन्छ, त्यसै गरी लाखौं कोष मिलेर सजीवको शरीर बनेको हुन्छ भनेर भनिएको छ भने यहाँ कोषको परिभाषा दिएको छ र यहाँ कोषका जनावर कोष र बिरुवाको कोषको फोटो राखिएको छ भने यतापट्टि हाम्रो शरीरको सबैभन्दा लामो कोष स्नायु कोष हो, जुन 1 मिटरसम्म लामो हुन्छ भनेर रोचक तथ्य भनेर दिएको छ भने अर्कोमा संसारको सबैभन्दा ठुलो कोष अस्ट्रिचको अण्डा हो, यसको व्यास 15 सेन्टिमिटर हुन्छ भनेर दिएको छ। मानव शरीरमा हरेक सेकेन्ड करिब 2.5 करोड नयाँ कोषहरू सृजना हुन्छन् भनेको छ। कोषहरू आफै नष्ट हुन सक्छन्। यस प्रक्रियालाई एपोप्टोसिस वा प्रोग्राम गरिएको कोषको मृत्यु भनेर भनिन्छ। क्लोरोप्लास्टसँग आफ्नै डिएनए हुन्छ, जसले गर्दा यसलाई अर्ध-स्वायत्त कोशिका भनिन्छ भनेर दिएको छ भने यहाँ कोषको बनावट भनेर कोषको बाहिरी आवरण साइटोप्लाज्म, न्युक्लियस भनेर दिएको छ भने कोषको आविष्कार चाहिँ रबर्ट हुकले सन् 1665 मा गरेका हुन् भनेर दिएको छ। यहाँ अर्को पानामा गइयो वनस्पति कोष र जनावर कोष भनेर यहाँ दिएको छ भने त्यही अघिकै चित्र यहाँ हालिएको छ। यहाँनिर क्लिक गर्ने बित्तिकै यहाँ क्लिक गर्यो भने जनावरको अङ्गहरू, कोषका अङ्गहरू दिइन्छ। जस्तै स्मल भ्याकुल भनेको छ, माइटोकोन्ड्रिया भनेको छ, यो पनि माइटोकोन्ड्रिया, यो सानो भ्याकुल, कोष झिल्ली, न्युक्लियस भने यतापट्टि ठुलो रसदानी, क्लोरोप्लास्ट, न्युक्लियस, कोष झिल्ली, कोषभित्ता भनेर यसरी दिएको छ। तुलना र फरकमा कोषभित्ता वनस्पति कोषमा हुन्छ, जनावर कोषमा हुँदैन। प्लास्टिड क्लोरोप्लास्ट वनस्पतिमा हुन्छ, जनावरमा हुँदैन। रसदानी भ्याकुल वनस्पतिमा चाहिँ एउटा मात्र ठुलो स्थायी हुन्छ भने जनावरमा साना अस्थायी हुन्छन् भनेर दिएको छ। न्युक्लियसको स्थिति छेउतिर धकेलिएको हुन्छ भनेर भनेको छ भने केन्द्रमा अवस्थित हुन्छ भनेर दिएको छ। एककोषीय जीवहरू र बहुकोषीय जीवहरू भनेर यहाँ दिएको छ। यो एककोषीय जीवको हो, यहाँ चित्र पनि त्यही दुईटैको हालेको छ भने यहाँ बहुकोषीय जीवको परिभाषा दिएको छ। विविधता र आकार भनेर गोलो र थपिएको स्फेरिकल राता रक्तकोष, लामो शाखादार स्नायु कोष, तारा जस्तो अनियमित चाहिँ अमिबा सेतो रक्तकोष आवश्यकता अनुसार परिवर्तन हुन्छ भनेर दिएको छ। यहाँ कोषभित्ताको चित्र दिएको छ। कोषभित्ता भनेको छ भने यहाँ कोष झिल्ली भनेर कोष झिल्लीको पनि दिएको छ। न्युक्लियसको बारेमा यहाँ दिएको छ। साइटोप्लाज्म भनेर दिएको छ। यसलाई खेल अङ्ग कार्य मिलान भनेको छ। यहाँबाट खेल्न सकियो। न्युक्लियसले कोष नियन्त्रण, राइबोजोमले मैले यहाँ लगाइदिएँ, क्लोरोप्लास्टले, माइटोकोन्ड्रियाले श्वासबाट ऊर्जा, क्लोरोप्लास्टले प्रकाश संश्लेषणद्वारा खाना बनाउने भनेर भनेको छ। यो खेल र अङ्ग कार्य मिलानमा मैले नजानी पनि चारवटै मिलाएछु। अब यहाँ माइटोकोन्ड्रियालाई चाहिँ शक्ति केन्द्र भनेर दिएको छ।
माइटोकोन्ड्रियाको यहाँ चित्र छ। अर्को पेजमा प्लास्टिड र क्लोरोप्लास्टको चित्र छ, त्यसको बारेमा लेखेको छ। यहाँ भ्याकुल र सेन्ट्रोसोमको बारेमा दिएको छ भने चित्र पनि हालिएको छ। इन्डोप्लाज्मिक रेटिकुलम राइबोसोमको बारेमा यो पेजमा लेखिएको छ भने यहाँ चित्र पनि हालिएको छ। गल्गी बडी र लाइसोसोमको बारेमा यहाँ दिएको छ। मुख्य फरकहरू भनेर न्युक्लियस, प्रोक्रायोटिक सेल र युकाइरोटिक सेलको फरकहरू यहाँ दिएको छ भने चित्रहरू पनि यहाँ देखाइएको छ। कोष विभाजनको महत्त्व भनेर यहाँ दिएको छ। माइटोसिसको बारेमा पनि यहाँ दिएको छ र यहाँ चित्र दिएको छ भने अर्को पेजमा मियोसिस, कोष विभाजन को चित्र र त्यसको बारेमा थोरै व्याख्या गरिएको छ। यहाँ तन्तुको अवधारणा भनेर कोषीय तन्तुहरू सेलुलर लेभलमा 4 किसिमका तन्तुहरू र संगठनको तह भनेर राखिएको छ। यहाँ वनस्पतिका तन्तुहरू र त्यसका कार्यहरू भनेर यहाँ दिएको छ र त्यसका चित्रहरू पनि यसरी दिएको छ। यहाँ जनावर तन्तु भनेर त्यसका प्रकारहरू पनि दिएको छ र अन्त्यमा मूल्याङ्कन भनेर केही बहुवैकल्पिक प्रश्नहरू दिएको छ। यसरी मैले क्लिक गरेँ, अब कुन कुन हो मलाई थाहा छैन। यसमा पनि सबै मिलेछ भने यसलाई अङ्ग्रेजी भाषामा पनि परिवर्तन नहुने र परिवर्तन हुने बनाएको थियो, फेरि के भएछ, बिग्रेछ, ए भयो है। अङ्ग्रेजी भाषामा पनि परिवर्तन हुने यहाँनेरि बनाइएको छ। हस्त के कस्तो लाग्यो, सही मूल्याङ्कन गरेर उचित सल्लाह दिनुहुन्छ भन्ने आशा व्यक्त गर्दछु।